साथीहरू फेरि पनि अर्को दिन न्यू डे न्यू कारपुल जस्तो भइरहेछ क्या आजकल। अब हिजोको भ्लग हेरिहाल्नुभयो। आज चाहिँ बाटोमा खिचेनौँ हामीले, आज चाहिँ सिधै माथि एट द टप लाखुरी भन्ज्याङको टपमा आएर खिच्दैछौँ। आजको नि त्यही नै हो, कारपुल एन्ड चिल खालको भ्लग हुन्छ। अब यहाँबाट मुनि जान्छौँ हामी, अलि गफ गर्दै जान्छौँ, त्यही नै हो। फर्दर चाहिँ अब गीतहरू सुन्ने होइन, त्यस्तै नै छ अहिले चाहिँ। भए पुग्छ होला, पोल रहेछ। अनि यो पहिलाको भ्लगमा यो के हो भनेर सोध्दै हुनुहुन्थ्यो। यो चाहिँ स्यान्डलवुड पुष्पा बाबुको स्ट्रेट आउट इन्डिया है, इन्डियाबाट सिधै आएको हो यो चाहिँ। यस्तो छ। बाहिरको त भित्रको त देखिरहेछ होला, भित्रको देखिरहेछ। कुकुरहरू वाइल्ड दौड्ने यहाँको धुलो उडाएर के रमाइलो लाग्ने। कुन गीत हो यो? भङ्गडीमा चाहिँ कस्तो हुने होला यही यस्तो छ। चितवनमा हाँसको छोइला त खानै पर्ला। चितवन गइसकेपछि नन भेज आइटम किन मिल्दैन होला। बाबाले पनि दिइरहेकै हो। हाँसको छोइला त खानै पर्छ बाटोमा नि खान नपाउने गएर। अब हामी के खान सक्छौँ? पोर्क सेकुवा खान सकिन्छ, पोर्क उताको स्पेसल। त्यसपछि मटन सेकुवा पनि धनगढीको राम्रै हुन्छ। कति पर्छ त्यतातिर? झोल किलो कि पोर्क चाहिँ पोर्क त टन्न हुन्छ होला नि त नि। जो प्लेट भने एक प्लेट भने नफी हुन्छ दुईजनालाई चाहिँ। तर त्यसमा अब ऊ चाहिँ थपी हो, सलाद भुजा सुजा त्यस्तो जति थपी नि भयो। बाटो चाहिँ यो वाइल्ड धेरै अफरोड छ होइन। तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ अलिक धुलो खान रेडी भएर आउनु पर्ने हुन्छ कि। सफा लुगा कोटसोट लाएर माथि आउँछु बाइकमा चाहिँ स्पेसल लिनु। बाइकमा स्पेसल गाडीमा भए त रोक्छ पनि। अझ मेनली स्पेसली यो इभीहरू छ भने चाहिँ तपाईँको अलिक गाह्रो पनि हुन्छ चढ्नलाई चाहिँ। फ्रन्ट व्हिल ड्राइभवालालाई चाहिँ ब्याक व्हिल ड्राइभलाई चाहिँ अहिले रियर व्हिलवालालाई चाहिँ ऊ भएर त किन पर्छ क्या। यहाँ त अब रोक्नै मिल्दैन। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तुमा जानकारी दिनुपर्ने भनेर पनि कस्तो जोतको जोतो यस्तो छ अवस्था। दिस इज धुलो। यो झ्याल त लाग्ने मेरो भित्रबाट कहाँ हालेको यार त्यसले पास दियो कि त्यसलाई धुलो खान्छ भने। हामी पनि जाने त होला नि अड्क्यो क्या यस्तो टिप्फर दमफर बाटो चाहिँ यो कुद्नलाई यो नि बग्छ जस्तो लाग्छ। एकचोटि पानी पऱ्यो भने आउँदैन नि गाडी, खाल्टे हुन्छ। बनाइदियो त हुन्थ्यो नि हो यति बाटो धुलो नधुलो। बुढे अफर छ साथीहरू गाह्रो छ। हाम्रो यता इमाडोलदेखि लाखुरी आउने बेला कति चार्ज सक्नुहुन्छ?
12% 15 भनौँ न एभरेज रिजन घटाएर 12% 12-15 भनौँ धेरै जाँदा 25 जति लाग्छ भनेपछि 10 रिजन हुन्छ 10 जति रिजन हो इजी लिउँ न के हो यस्तोमा भएको हो उठेको सानो हाम्रो एक्सिडेन्ट यो भ्लग चाहिँ अब मुनि फेदसम्म होइन कन्टिन्यू जाने हो अब तर धेरै लामो भयो भने म बिचमै अफ गर्छु किनभने अलिअलि गाडी धोकोवाला फुटेज पनि हाल्छु म बिचतिर अथवा फर्स्ट अथवा लास्ट कतैतिर हाल्छु ड्राइभिङ अब कारपुल भ्लगमा खासै अफगाफ भन्ने हुँदैन क्या कुनै टपिक छ तपाईँहरूलाई तपाईँहरूलाई केही सुन्न मन लागेको छ होइन हुन्छ नि त्यस्तो यिनीहरूले यस्तो कुरामा बोलिदियो हुन्थ्यो खालको लागेको छ भने कमेन्ट लेखिदिँदा हुन्छ सुन्न चाहनुहुन्छ भने कमेन्ट लेखिदिँदा हुन्छ नत्र नयाँ नयाँ टपिक एभ्री डे न्यू टपिक खालको चाहिँ हाम्रो तर्फबाट चाहिँ आइरहनै हाल्छ यो पनि यो भूतले उडाएको होला धुवा त उडाउँछ नि भूतले बाई रोडको बाटोमा त पनि त हिँड्नै पऱ्यो त्यस्तो छ त्यही हो कमेन्ट चाहिँ गरिराख्नु कमेन्ट आइरहेको छैन के कमेन्टै आइरहेको छैन के अनुसार बनाउने खालको हो यही मन परिरहेको कि भ्युज चाहिँ अलिअलि आइरहेछ होइन अब च्यानललाई मोनिटाइज गर्ने पनि प्लानमा छु म चाहिँ मैले मात्र सोचेर नि हुँदैन रहेछ मोनिटाइज साथ सहयोग तपाईँहरू नै हो त्यस्तो छ अब अपलोड धेरै नै भयो अब अहिले यो भ्लग चाहिँ हाम्रो अनरोड आउँदैछ अपलोड आउँदैछ अब अपलोडमा चाहिँ चिल मार्छु अपलोडको भिडियो जस्तो भयो अब म सिधै उता अब गाडी धुने ठाउँमा चाहिँ गएर सिनेमेटिक्स अलिअलि त्यही अब नाइट सिनेमेटिक्स रातिको सिनेमेटिक्स छुट्टै हुन्छ नि त्यस्तो खालको सिनेमेटिक्स चाहिँ खिच्छु अहिलेलाई चाहिँ त्यति नै सिनेमेटिक्स चाहिँ यसपछि छ है त ल